दामी छ कि आहा हेर्न सक्नुहुन्छ गाइस यस्तो राम्रो हेर्नुस् त ओ माय गॉड युट्युब च्यानल अनि क्षेत्रीय च्यानलमा हजुरहरुलाई स्वागत छ अनि आज चाहिँ हामी यसो ड्राइभ पिकनिक जाम न यही नजिकै पार्कतिर भनेर यसो पुडी यहाँ हेर्न सक्नुहुन्छ पुडी यस्तो फुलिरहेको वाउ वाउ जस्ट लुकिङ वाउ अनि मासु अनि अचार अरु त्यतिकै हो अचार गाइस मेरो बाल पनि एकदम झकास छ अब टप 1 आउँछ कपाल स्टाइल हैन यहाँ चाहिँ हाम्रा भाइ बुहारी चाहिँ झ्यादै लजाउँछिन् लजाउनु भएन यहाँ चाहिँ मेरो डन छ ऊ यहाँ चाहिँ यसले हल्ला खल्ली सबै गर्छ हल्ला खल्ली बैली सबै हो यो यता हेर खाना हाई दिदीलाई दादालाई पठाइदिनु कि दादा दिदीलाई पठाइदिनु ल यता हेरिस फाइनल्ली चाहिँ हामी चाहिँ घरमा टक्क आइटम बनाएर अनि सबै फ्यामिली प्रोग्राम कहाँ जाने यार हामी खोलातिर यसो इनाबेको पार्क रिभर साइडतिर अनि यहाँबाट धेरै त लाग्दैन जस्ट पौने 1 घन्टा जति लाग्छ कस्तो छ त्यो ठाउँ चाहिँ म तपाईँलाई त्यहाँ गएर देखाउँछु यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ कि बाबा यता छिटो जाने अब जाने भाइ मेरो छोराले ऊ सधैँ मैले यो युज गर्छु नि त उसले चाहिँ चाहिन्छ कि उसलाई ल मामु छिटो हिँड्नुहोस् ल चम ल अब हामी चाहिँ जानुपर्ने हुन्छ ओके छ त ल सबभन्दा पहिला चाहिँ म अगाडि चाहिँ यहाँ कोकहरू पनि किन्नु पर्ने हुन्छ ल गाइस हामी चाहिँ खाइमान्नु गरेर अब सुरु लाग्छौँ अब के गर्नु नि सुरु लाग्यो अब चाहिँ हामी लाग्यौँ हाम्रो डेस्टिनेसनमा पुगेर हामी फेरि आउनेछौँ यहाँ खिच्दै भनेको अहिले उसको दिमागले कहाँ भेट्दै खिच्ने हो नि त ल फाइनली गाइस हामी चाहिँ अहिले जस्ट 3 वर्ष अगाडि पनि आएको यो पार्कको नाम के हो मलाई थाहा छैन तर यसो हेर्दा चाहिँ राम्रो छ यहाँ घडी हेर्नु न चट्ट लाएर ठ्याक्क 2 मा थियौँ यताउति सामान निकाल्दा 2-5 भयो है ल हामी चाहिँ चल्देको ल अप्सरालाई कस्तो लाग्छ पार्कमा आउँदा ठिक छ बाई विवान बाई गाइज ओके हाम्रो यहाँ मेन पार्टीहरू हाम्रो फ्यामिलीहरू यहाँ खाने एकदम ड्राई पिकनिकको यति दुःख भयो कि राम यो प्लानिङ खेर एकदम हिजो बनाएको पनि एकदम उठ्ने बित्तिकै उठे कति हो झन् 10 बजे उठेर गरे कहाँ जाने भनेर ल यही जाम भनेर है अझै आउने जस्तो के भन्छ है हामीले मासु अनि पुरी सुरी अचार सबै बनायौँ नि त्यति बेरसम्म पनि हामी कहाँ जाने भन्ने लोकेसन थाहा थिएन क्या भन्छु त हामी त्यसरी हिँडेको अनि चाहिँ टक्क यसो गुगल म्यापमा हेरेर ल घर नजिकै जाम भनेर चाहिँ यो आधी घन्टा 1 घन्टा पौने घन्टा जति लाग्छ है अनि यहाँ जाम न त भनेर यसरी आएको है यो प्लानिङ पनि कस्तो हुँदो रहेछ पानी परेको जस्तो क्या खाइदिनु नि त्यस्तो गाइज अरू त के भन्छ है मेरा छिटो के भएर तिमी त हिँड्छौ ल सर्टकट जाऊ ल यिनले चाहिँ टक्क टोकरीमा लिएर आएकी छिन् उनलाई गाह्रो भयो मेन यहाँको आयोजक भनौँ कि प्लानिङ गर्ने भने के है उहाँलाई चाहिँ घुम ल कान्छे छिटो अझै ऊ त ट्रेकिङ गर्ने अरे अब यति उकालो हिँड्न नसक्ने मान्छे ट्रेकिङ गर्न सक्छ सक्दैन असम्भव हो क्या छिटो नाटक केही छैन छिटो पाउँछ सिटमा त पाइहाल्छ नि के ल यताबाट पनि होला
टावरमा हामी जाने भनेको ठ्याक्कै यो छ नि यस्तै है त्यही छ है टावर यस्तै टावरमा है जाने कस्तो जङ्गल बस्छ है उसके बसाएको के अरे साल लग्यो नि त कस्तो जङ्गल बस्छ नि यस कान्छीलाई चाहिँ यसो राम्रो लाग्यो यो ठाउँ चाहिँ यार खुसी भएको छ कान्छी ट्रेकिङ जङ्गल मन पर्दैन हो यो के हो यो फेरि रुखै के राखेको यो थाहा छैन यार तर यो बाटो हो कि होइन भन्ने कुरो हो क्या होला माथि जाने बाटो यही होला यही हो बाटो तर हामी त उदाहरण हाल्थ्यौँ कि पहिला यही हो फर्स्ट क्लास एकदम भनेको ठ्याक्कै लोकेसनमा आइज है यहाँ चाहिँ बवाल छ क्या फेरि आनन्द होइन बसेर खान ठिक छ क्या उनीहरू चाहिँ आइसकेछन् क्या है गाइज अब चाहिँ माथि गएर देखाउँछ है छिटो के भयो के भयो कस्तो उल्टा हुनु ओके छिटो दिनु छिटो छिटो ल यही हो यसको मेन भनेको चाहिँ यो है यहाँ चाहिँ यस्तो छ क्या अहिले हामी चाहिँ होइन माथि टुप्पामा गएर चाहिँ भ्युज यस्तो बवाले देखिन्छ क्या सानो चाहिँ मामासित बसेको छु मामासँग हामीलाई चाहिँ एकदम भोक लागेको छ होइन नखाइकन आएको चिया र के खायो ब्रेड खाएर आएको यहाँ चाहिँ अलिकति भुसिना छ कि त्यहाँ अलिकति कस्तो खाम त दामी छ शीतल छ होइन रैला गर्ने ठाउँ छ क्या यहाँ चाहिँ मेरो बाबुले चाहिँ एकदम डिस्टर्ब गरेको क्या फेरि बाबु नगर नि त्यसो ल अब हामीले खानेतिर एकदम जोड गरौँ है भोक चाहिँ लागिरह है यसले चाहिँ देखाइदिएको गरे क्या जान्छ र हो चेन्ज गरिदिनु लाग्यो होइन उसले लगाउँछ भने यो जोस घरमै बस्ने कपडा चाहिँ युज गर्नुहोस् भनेर चाहिँ लगाइदिनु लाग्यो है मम्मीले चाहिँ यसलाई बहुत बेला चाहिँ यसो छुट्याउनु पायो भने चाहिँ झ्यामझ्याम खान पायो भने चाहिँ ल यसरी निकाल ल किन के तर त गल्ती गरेछ क्या ल्याउँछ भन्दा पनि बिर्सेछ मिस्टेक भयो लिएर पनि युज एन्ड थ्रो चाहिँ नलिएर आएको होइन घर हुँदा हुँदै किन अब लिएर नि भनेर यो चाहिँ प्योर नेपालबाट लिएर आएको भाँडा है के अरे के भन्यौ के त छ त यही छ त्यसलाई चिप्स खाँदै त अर्किन्छ तन्त्र पक्का चाहिँ रोक सर्भ गर्छु ल ल यो मासुको आइटम यो अचार है अनि यो पुडी पुडी धेरै नगर मेरो बुढी कसो ठिक छ नि हो त्यसो पुडी त जोस् ठिक रहेछ धेरै सामान ठ्याक कस्तो आनन्द रहेछ यो अन्त त कस्तो ठिक रहेछ यो त ल फाइनल्ली चाहिँ हामीले टक्क रेडी बनाइयो है सबैलाई भाग लगाइयो अनि चाहिँ यहाँ मेरो बाबु पनि छ बाबुलाई चाहियो भन्छ अनि म झन् देखिनै पऱ्यो म नदेख्दै गाह्रो छ नि गाइस ल यो चाहिँ चिउरा त्यहाँ चिउरा कता चिउरा पनि चिउरा खाने हो अहिले पछि ल ल ल त्यसो थोरै थोरै पिउँदैन सुनाउँदै कुरो कहाँ राख्न पर्छ बस्छ त्यहाँ बेला कुसन टोकेछ भन्छ घर भन् त के हाने आऊ बाबातिर
होइन गुजाउँछ अहिले त बाबुले चाहिँ डिस्टर्ब गर्यो होइन यहाँ बस्नु आएको मोबाइल अब चाहिँ हामी खानु पऱ्यो होइन साबी खानु भएन गाइस खाइयो होइन पेट पनि टम्म त भएन जस ठिकै भनौँ खाइयो होइन खाएपछि अनि यहाँ चाहिँ होइन धारा रहेछ कोक लिएर भाडा मान्दा गएर जाँदैछु है धारा रहेछ अनि यहाँ चाहिँ भाडा बाँध्नु पऱ्यो होइन फोहोर गर्नु भएन नि त पानी चाहिँ उ गर्दो रहेछ अनि त्यही भएर किन यो यसमा 105 वटा रुख छ र थाहा भएन यहाँ चाहिँ फोहोर चाहिँ नगर है गाडीहरू प्लेट समात्देऊ न यसरी हामी चाहिँ होइन हामी चाहिँ जहाँ गयो त्यही फोहोर फालिँदैन है हामी यहाँको नियम पालना गर्नु पऱ्यो नि त गाइस होइन त्यो भएर हुँदैन के यहाँ चाहिँ मात्दै छैन है तलेर हुन्छ भनेको मान्दै मानिले यहाँ खेलाउने रहर भन्छ रमाइलो राख त्यो खेला चाहिँ क्या हुन छोरो होइन मर्को माछी यहाँ चाहिँ हामीलाई चाहिँ यो भुसुनाले बस्न दिएर आधी घन्टा पनि बसेन होला है अन्त लास्टै गराएकै भुसुनाले हामी त खानामा त आएको जस्तो भयो हो खाना मात्र आउने जस्तो भयो सम्झो यहाँ चाहिँ यस्तो झन्डा लिएर आएर झन् कामै लाने नि झन्डा यस्तो खालि अपमान चाहिँ गरेको नै मैले झन्डा चाहिँ सल्लाहघारी म आद्रै क्या त्यसले ल ल ल ल नाचो ल अब यहाँ चाहिँ हामी एकछिन बसिन्छ यहाँ माथि यसमा चढिन्छ त्यसपछि अब हामी चाहिँ घरतिर लाग्नु पर्ने चाहिँ घरतिर यसो घुमेर घरतिर भने चाहिँ गाइन्छ घुम्न खाने ए हो मन दाइना देश arigatou gozaimasu कति हामीलाई यहाँ कुर्दै भएन उनीहरू arigatou gozaimasu दिएर गयो क्या यस्तो संस्कार हो उनीहरू भाइ गरे भाइ ल अब कस्तो राम्रो हो क्या पहिला पनि आएको क्या त्यो ठिकै छ पहिला त साँझमा आएको थियो क्या अँध्यारो भएको थियो साँझको साँझ एकचोटि आइसक्यो म पहिला पनि अहिले जोस् माई गट यही बसेर खानु पर्ने र सही छ क्या त नि ओके हो त्यो तालमा जानुपर्छ क्या ओके ओइ हामी त्यहीबाट आएको नि र त्यति आएको कहाँबाट यो तालमा पनि जानुपर्छ होइन बाबाले रहेछ ल है ओहो कस्तो राम्रो देखेको ओ माई गड लेफ्ट साइड ल लेफ्ट साइड कस्तो राम्रो त्यहाँ त पुल रहेछ नि लोड्दैन तपाईँले हेर केटी यस्तो दामी दामी लाग्यो अरे उहाँलाई चाहिँ मलाई सिन त कडा खायो नि यहाँ फोटो खिच्नुपर्छ खिच्ने हो दामी चाहिँ बल्ल यतिखेर बल्ल बुझ्न आएन नि ल भन्नुहोस् 2-4 वटा शब्द कस्तो लाग्यो मलाई चाहिँ यहाँ आएर एकदम क्या मैले खाना खाँदा त भुसु लाग्ने अलि ल्याङ गरेको होइन माथि चाहिँ फ्रेस हावा अनि त्यो यो भ्यू देखाउनु न यो भ्यू हेर्दा त यस्तो मन रमाइलो भयो अनि छोरालाई नि हेर्नुपर्छ किनकि छोरा चाहिँ भित्र गइरहेको यहाँबाट हेर न बिमारले केही देख्यो ल यहाँको यो मलाई यो टावर एकदम राम्रो लाग्यो कस्तो राम्रो हेर्नुहोस् काठको होइन पिलर त यो चाहिँ जोस् सिमेन्टको बना राम्रो छ है जोस् यहाँको चाहिँ एरियामै खसेछ यो खस्नु दिन भएन नि यो झन्डा नेपालको झन्डा होइन ल यहाँ पनि खाएर हिँड्यो होइन यहाँ अब
हेरेर यहाँ तल जानुपर्ने पहिला गाडीमा चाहिँ जानु पऱ्यो त्यसपछि बल्ल हामी त जानुपर्ने हुन्छ है गाइस यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है सबैजनाले हामी कहाँ गयौँ के गऱ्यौँ भने चाहिँ यसभित्र हुन्छ है स्टुडेन्ट राम्रो लाग्यो हाम्रो छोरा निन्द्रा लागेको पिकनिकबाट फर्किँदै सुते हो सबैले आफ्नो आफ्नो सामान बोकेर हिँडेछ मामाले चाहिँ त्यहाँ भान्जालाई बोक्नु भएको म चाहिँ अब यसो भिडियो बनाउँथेँ कि मेरो कामै हो क्या लास्टै तनाबाट है यता तलतिर होइन र होइन यताबाट होइन कस्तो झेउ गइदियो क्या तल यो बास्केट राखेर गएको त पुरा हावा अब आउने बेला पनि अझै लगामा आउनुभएछ कि यताबाट आउने त्यही त यहाँबाट यही नजिकै थियो नि त्यहाँ न केही छैन कोही बात छैन होइन तर जस रमाइलो भयो क्या हुन त बेसी नै रमाइलो हो अब यहाँ घुमघाम गरेर खाएर अब यहाँ टक्क अब अर्को पार्क जाने थाहा छैन कहाँ फेरि कहाँ जाने ल कति जाने होला भन केटाकेटीहरू अर्को पार्क जाने अनि घर जाने ए बरु मेरो छोरो त पुग्ने भयो हेर्दा हेर्दै हामी अहिले पोखराको लेक साइडमा छौँ है गाइस जापान टु नेपालको पोखराको लेक साइडमा है यस्तो दामी छ यहाँ है तपाईँले देख्न सक्नुहुन्छ होइन ल पत्ता मजाले हेर्नुहोस् त यस्तो दामी के यहाँ चाहिँ होइन जो जापानिजहरू फेरि टन्न आउँदो रहेछ नि होइन उनीहरू आएर गइसक्यो यहाँ चाहिँ किरा हुँदो रहेछ कस्तो डर छेपाएर हुँदो रहेछ डरै लाग्छ यार छेपाएर आमामा कता घुम्ने र ल छैन क्या घुम्नु आइ यताबाट होइन त कान्छे यहाँ जानु मिल्दैन हो रहेछ यताबाट होइन बेकार यो त फाइनल्ली हामी चाहिँ यो ठाउँमा आइयो है यस्तो दामी छ कि आहा हेर्न सक्नुहुन्छ गाइस यस्तो राम्रो हेर्नुहोस् त ओ माई गड कस्तो दामी हो कि ल हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ होइन परेको रहेछ होइन पसिना काडी काडी दौड्दै दौड्दै आएर जस इच्छा चाहिँ पुरा भयो यहाँ आएर मन खिन्न हुन्थ्यो राम्रो लाग्यो जस आजको दिन बाबालाई गाई छ यस्तो दाम छ हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ तपाईँले प्रत्यक्ष रूपमा यहाँ देख्न सक्नुहुन्छ अब जस राम्रो आनन्द एकछिन बस्न पाए कस्तो हुन्थ्यो होला बस्न पाएको कति आनन्द हुन्थ्यो है यसो कोक पनि खानु पायो हुन्थ्यो पकाइ ल कोक पनि ल गाइस फाइनली हामी चाहिँ यो इनाबीको साइडतिरको चाहिँ आजको ड्राई पिकनिक हामी है एन्ड गर्छौँ बाबाले रमाइलो होइन अनि यस्तै यस्तै ब्लग हेरेर चाहिँ हाम्रो आइडी चाहिँ सब्सक्राइब गरिदिनु होला अनित छेत्री चाहिँ युट्युब च्यानल चाहिँ यति भन्दै बाई बाई स्टे सेफ